र गाइज म आज आर्ट ग्यालेरी हेर्न आएको छैन, आर्ट हेर्न आएको छु कि म। आर्ट कस्तो आर्ट हुँदो रहेछ त भाइ, यो आर्ट हो। यो रङ त्यो पुरै यसरी छ्यापेर गरेर जस्तो यस्तो नि आर्ट हुन्छ। तर मैले कसै पनि आर्टिस्टको मजाक उडाउनु खोजेको होइन। र लिटरली यो आर्ट हो, यो आर्ट हो। यस्तो यो हुन्छ नि त्यो यस्तो यो यस्तो त्यसको बिच बनाएको जस्तो त्यो स्टिक गेम खेलायो भने त्यस्तै पेन्ट गर्दा गर्दै कसैले त्यो हुन्छ नि लत्ता तारा रिसेट नै गर्छ। यो आर्ट यो भाइ मलाई सोच्थेँ आर्ट पुरै यो हो क्या आर्ट भनेको, यो त हो नि आर्ट भनेको। तर कसरी यो चाहिँ आर्ट भयो त? यो चाहिँ पुरै भाग उम्रेको जस्तो छ, पुरै आतङ्कवादी पहिरो आएर ब्याङ बुङ भएको जस्तो छैन। डिफ्रेन्ट पर्सपेक्टिभ छ यस्तो आर्टको। यो आर्ट यो आर्ट यो पनि ठिक हो जस्तो छ होइन। र यो हाम्रो बलात्कारी सुदन गुरुङ सन्त तपाईँलाई भन्नु पऱ्यो यो चाहिँ हो क्या आर्ट भनेर त। यो हो क्या रियल आर्ट। ओ क्यामेरामा यो त आउन फोटो खिच्नु ल। यो आर्ट हो, यो आर्ट भने त्यस्तो आर्ट हुन्छ। बलात्कारीलाई चाहिँ हेर्नुपर्छ एक दुईचोटि होइन। यसलाई चाहिँ हाम्रो सुदन गुरुङजीले आएर हेलो गाइज, यो धेरै बढीपल्ट यसलाई केही कारवाही हुनुपर्छ छिटोभन्दा छिटो। यदि कारवाही भएन भने हाम्रा समाजका महिलाहरू धेरै त्रसित हुन्छन् योदेखि। चिन्ताजी युट्युबमा हाल्दैछु असिम राई हेरेर कमेन्ट गरेर असिम राई गएँ। आजको आर्टलाई यति नै। म फोटो सेसन लाग्छु, मैले तपाईँलाई आर्ट देखाइदिइहालेँ। र यो ठाउँ चाहिँ कहाँको यो ठाउँ बौद्ध जाने बाटो कुन चाहिँ ठाउँ रे? तारागन आर्ट ग्यालेरी आर्ट म्युजियम पनि भनिन्छ। ट्युसडे आउनु पऱ्यो भने 150 रुपियाँ फ्रीमा यहाँ अलिकति स्पोन्सर आर्ट। ए नि आर्ट लगाइन्छ। बाई बाई।